मान्छेहरू भन्ने गर्छन् कि राम्रो चिज पाउन केही समय लाग्छ, तर यहाँ राम्रो मात्र होइन गजबको चिज पाइन्छ, त्यो पनि एकदम ताजा। मैले वसुन्धरामा यो पसल खोलेको लगभग 15 वर्ष जति भयो हैन। मैले बिहान 3:30 बजे खोलेर बेलुका 8 बजेसम्म खुल्ला हुन्छ यो पसल। अनि त्यस पछाडि गएर चाहिँ डेलिभरी आफै गर्ने हो, आफै बनाउने हो यसको उत्पादन। विगत 15 वर्षदेखि दाजु भाउजू मिलेर डोनट बनाउँदै आउनु भएको छ। 2069 सालदेखि मैले पनि यहाँको डोनट खाने गरेको छु। वसुन्धराको मान्छेहरूको लागि दाइ भाउजूले डोनट मात्र बनाउनुहुन्न, उहाँहरूले याद पनि बनाउनुहुन्छ। आखिर यादकै सहारामा त हाम्रो जिन्दगी चल्छ। यहाँ चाहिँ म चाहिँ 4 बजेदेखि उठेर चिया खाने हो, डोनट खाने हो। विगत 68 सालदेखि मैले यही पसलमा खाइरहेको छु अहिलेसम्म। बिहानको ताजा र तातो डोनट यसरी चियासँग खान पाउँदा निकै आनन्द आउँछ फेरि। अनि डोनटको स्वाद पनि उस्तै लाजवाब छ। लोकेसन चाहिँ वसुन्धराको मदर हाउस कटेपछि वीरेन्द्र बाटिकाको